हिजो अथवा मङ्सिर 12 गते धनगढीमा आयोजना गरिएको नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभामा प्रचण्ड, माधव, भीमरावल जस्ता दिग्गज नेताहरू आउँदा जिन्जीहरूले विरोध किन गरेन भनेर एमाले पार्टी लगायत नेपाली कम्युनिस्ट पार्टीका विपक्षीहरूले सामाजिक सञ्जालमा जिन्जीहरूलाई अमर्यादित शब्दले गाली गरेको देखियो। कतिपयलाई त अचम्म पनि लागेको हुन सक्छ कि साँच्चीकै जिन्जीहरूले विरोध किन जनाएन अथवा गरेन भनेर। पहिलो कुरा त जुन माग लिएर जिन्जीहरू अहिले सडकमा छन् ती मागहरू प्रचण्ड लगायतको माओवादीले पहिलेदेखि नै उठाउँदै आएको थियो। अर्को कुरा, जिन्जीको उत्पत्ति हुनु, देशमा यत्रो नरसंहार हुनु, यतिका जिन्जी युवाहरूले ज्यान गुमाउनुको मुख्य कारण केपी शर्मा ओली र तत्कालीनको सरकार हो। त्यसकारण पनि जिन्जीहरूले केपी शर्मा ओली लगायत तत्कालीन सरकारमा रहेका पार्टीका केही नेताहरूको विरोध गरेका छन्। त्यसमा पनि नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेत लगायतका केही नेताहरूले आफूबाट भएको कमजोरीको क्षमा याचना गर्नुको सट्टा जिन्जीहरूलाई नै अपाच्य शब्दले गाली गलोच गरिरहँदा स्पेशल एमालेहरूकै केही नेताहरूको विरोध जिन्जीहरूले गरिराखेको देखिएको छ। अस्ति धनगढीमा जुन महेश बस्नेत आउँदा जुन घटना घट्यो त्यो एकदमै दुःख लाग्दो घटना थियो। 10-12 जनाको समूहमा प्लेकार्ड समातेर शान्तिपूर्ण रूपमा चाहिँ विरोध जनाइराखेका ती जिन्जीहरूलाई एमालेका अराजक व्यक्तिहरूले आफ्नो बाहुल्यता ती 10-12 जना भाइ बहिनी जिन्जीहरू भन्दा ज्यादा छ, हामी तिनीहरूलाई पक्कै पनि कुटपिट गर्न सक्छौँ, लखेट्न सक्छौँ भन्ने कुरा थाहा पाइसकेपछि ती प्लेकार्ड समातेर रोडको छेउमा उभिराखेका जिन्जी युवा युवतीहरूमाथि हातपात गर्यो। यस्ता घटनाले देशैभरि जता जता महेश बस्नेत लगायतका केही एमालेका नेताहरू जान्छन् त्यो ठाउँमा जिन्जीहरूले मात्र होइन, नेपालभरिकै सर्वसाधारण जनताले पनि ती नेताहरूको विरोध अवश्य गर्नेछन्।